चारैतिर प्रशान्त महासागरले घेरिएको यो सुनसान आइल्यान्डमा बनेका यी बडेमानका मूर्तिहरूलाई कति मानिसहरूले अन्य ग्रहबाट आएका एलियनहरूले बनाएका हुन् भनेर भन्छन्। कतिले मान्छेले नै बनाएका हुन् भनेर भन्छन् अनि धेरैले मानिसले बनाउनु पुरै असम्भव छ भनेर पनि भन्छन्। यहाँ एक दुईवटा होइन, लगभग 1000वटा जति मूर्तिहरू रहेका छन्। मान्छेको एउटा नामो निशाना समेत नभएको यो सुनसान ठाउँमा सयौं वर्ष अघि कसले यी बडेमानका मूर्तिहरू बनाएर अनौठो रहस्य छोडे त? यो टापुमा अझ पनि हजारौं मानिसहरू पुगिरहेका छन्। तीमध्ये धेरै यो रहस्यमय टापु भ्रमणमा आउँछन् भने कति मानिसहरू यहाँको रहस्य सुल्झाउने उद्देश्यले यहाँ आउने गरेका छन्। तर यतिका वर्ष बितिसक्दा पनि यसको रहस्यको एक छेउ पनि पत्ता लगाउन सकिएकै छैन। प्रशान्त महासागरले घेरिएको यो सुनसान आइल्यान्डको नाम इस्टर आइल्यान्ड हो, जुन दक्षिण अमेरिकी देश चिल्लीको क्षेत्राधिकार भित्र पर्छ। तर यो टापु यति टाढा र सुनसान ठाउँमा छ कि चिल्लीको राजधानी सान्टियागोबाट 3750 किलोमिटर टाढा पर्छ, जुन यति टाढा हो कि नेपालबाट सिङ्गापुर जानुभन्दा अझै केही 100 किलोमिटर टाढाको दूरी बराबरको छ। राजधानी सान्टियागोबाट यो आइल्यान्ड पुग्न फ्लाइटमा मात्र 5 घण्टाको समय लाग्छ। यो आइल्यान्ड यति सुनसान छ कि यसको हजारौं किलोमिटर वरपर कहीँ कतै मानव बसोबास नै छैन। समुद्रको बीचमा